स्टार्ट भयो ल जुन जुन गीत गाइने हुन्छ दिदीले ल मैले यसो निकाल त तपाईँ पुरानो भाकै गाइदिनु न तपाईँलाई थाहा छ यसो केही त भन्नुहोस् एउटा गीत आइन्छ हजुर हजुर यति बस्छ कोही पनि निकाल्नु हुन्छ अहिले आज झलीको भन्ने जुन भानी हुन्छ भन्नुहोस् आराम से को नाच्ने सरस्वती हेर्दैनन् कोही अरू हेर्दैनन् मनको कुरा मनैमा पहिले मेरो पेटमा आएको छ
यहाँ गीत गाएको बनके चलीलाई मेरो माया दुई दिनको भएनी मेरो माया जुनी बनिलाई मेरो माया दुई दिनमै भएनी मेरो माया जुनी बनिलाई गीतै मात्रै हो सानो गाइदेऊ न मेरो माया साह्रै मन पराछ साह्रै मन भन्न मात्रै हो म त डराछु एक्लै एक्लै यो मन रुनेछ यो मन रुनेछ चाह्यो भने आजै दे हुनेछ बोलाउनु यो भाइको यो दिदीको आउनु दिदीको यहाँ बुझु गरे हैन लगानी रहेछ नि बिहे गर्न तयारै भएछ नि तिम्रो माया दुई दिनको भएनी मेरो माया जुनी बनिलाई यो त यहाँ दिदी छ मेरो भिडियो सुर्दै सुर्दै के आउनु बुढो नाच्ने यहाँ कस्तो गाउनु भइरहेछ यहाँ दोरी चलिरहेको छ तपाईँ कहाँ हो तिम्रो माया दुई दिनको भयो नि मेरो माया जुनी भरिलाई अब के हो यो सबै खै भात खै त भात आउँदैछ अहिले सिक्दैछु माग्न जाँदैछु सबैले भिडियोबाट साथ दिनु ए ल यता भाइले तोर्नु मैले फेरि तरुल ल जा हेर तरुल खानलाई हाम्रो बहिनीले सिक्नु सक्कर खान्न
तपाईँले खानु दिले खानुहुन्छ थोड़ी से दिए यति कन म त पेट फुट्ने भयो पेट फुट्ने नि खानु भएन थोरै अहिलेसम्म खानु भएको नै थोरै राख्नु पर्यो पेट फुट्ने नि खानु भएन याङ ल आउनु है सबैजना खान मकै साह्रै गुलियो यो पनि कस्तो गुलियो रहेछ उवल आउनलाई सानो उवल सानो उवल आउनु सानो सानो उवल खाना दिनुहुन्छ यो कोइली हो त यो त 1 वर्ष लाग्छ आउँछु बनाउनलाई 1 वर्ष लाग्छ पुरा लाग्दिन हो र पानी डोरा गीतको कथा बनके कमल बनके चरीला दुई दिनको भएनी मेरो माया जुनी भरिला भेट पानी कदीको कपानी जस्तो हजुर उसैलो लट्ठै पार्यो अर्का कि सामीले झुटो माया लगाउँछिन् नानीले तगडा गयो ल तगडा गयो श्रीमती सबैलाई नमस्कार यस्तै भेट ल गाउनुस् मादल लिएर आउँछु के तपाईले गाउनुस् ल भाउजूले गाउनुस् गीत यो होला गीत तपाईले गाउनुस् ल तपाईले गाउनुस् गीत
ए ल हाँस्नुहुन्छ ल गीत गाउनु जान्दा त ल हजुरले गाउनुहोस् गीत गाउनुहुन्छ सुन्न ए इन्डियन लो जा फेरि इन्डियन भन्नुहुन्छ हो र ए हो र तपाईँले गाउनुहोस् ल जान्नुहुन्न ए यहाँले यो भेजिटेरियनवालले जान्न हो कि भेजिटेरियनवाल गीत गीत गाउनुहोस् न त्यही मात्रै हो ल जा फेरि भएछ ए ल ल ल ल यो हाम्रो खाना आज के बन्यो यो मासु होइन सिधै पनि के यो बोकाको मासु एकदम गतिलो वाला होइन खाएर त रित्तो भएको अन्ताड आएको होइन ए यस्तो दामी चिज होइन यहाँ पनि ल यो भयो दालमोट भयो यो त सबै के छ यो नेपाली अचार हो यहाँ आयो पुलाव यो सलाद अनि यो राइस यता त म देखाउन यो कौन अचार हो हाम्रो यो के हो यो अचार देख्थेँ मैले कता चटनी यो चटनी पनि भ्याइएछ ल भनेपछि कति मिठो खाना रहेछ है ओहो धन्यवाद हजुरहरूले खाना खुवाउनु भयो यति मिठो मिठो खाना दुःख गरेर दिदीले के खाना छ भेजिटेरियन फुल भेजिटेरियन हो भेजिटेरियनमा के छ त सब्जी अचार दुई थरी सब्जी छ ए दुई थरी सब्जी हो छ शिमला मिर्च एउटा आलु रोटी भात पुलाव अच्छा काजू वाला और अचार नेपाली ए नेपाली अचार नि हो ए ल राम्रो धेरै राम्रो ल ल खानुहोस् है हाम्रो भाउजूले के खाना छ है पिकनिक हो ए भेजिटेरियन नन भेज हो दुईटै हो र ए तपाईँको भेज हो यो यस्तो भेज हो ए यो कहाँ पाइन्छ यस्तो भेज ए दुवै पाइन्छ रहेछ ल ल ल ल ल खानुहोस् है भेज रहेछ ल सर के भेज हो कि नन भेज हो भेज हो यसमा त अर्को देखिन्छ के हो छ नन भेज ए भेज हो दुवैको भेज हो ल ल ल ल ठिक छ ठिक छ ल रमाइलो छ ल खाना के बनाउनु है त ज्यादै मिठो भयो पेट त ढाड्यो भने यस्तो होइन के तपाईँले भेजिटेरियन खाना हो पेट त ढाड्यो भने यस्तो टन्नै भयो त अच्छा मकै त मैले दुईटा घुवा खाएँ सकरखण्डमा पिँडालु के जान्छ भने पेटमा फेरि काँडो जस्तो खाना पनि यत्रो दबाएर फेरि